निमा जेजीले गाडीमा ठेल्दै ठेल्दै सुतेको छोरा अहिले उठ्दैछ 9 बजी गाडीमै निदा दिएको तिमी हेर्नुहोस् ठुलो मान्छे जस्तो जुरुक्कै उठ्छ आफै आफूले भाइ जोजोलाई यीशु प्रभुको बारेमा बताएको भाइले पनि सुन्यो निमा जोजोलाई बताउँदै थियो नि त यीशु प्रभु चाहिँ हाम्रो बैकुण्ठको ढोका खोल्ने भनेर चाहिँ निमाज्यूलाई सिकाउँदै थिएँ मैले है निमाज्यू भाइ त जुरुक्कै पो उठ्यो त हौ अब कति बेला सुत्ने तिमी यति बेला उठेर भाइ ए भाइ एनियस कति बेला उठ्ने फेरि गाडीमा जाने ऊ त निमाजी चाहिँ हेर्दैछ गाडीमा जानु ऊ हो छैन आमा आपा छैन उता निमा जोजोपट्टि ऊ सिधै उता फर्क पहिला के गर पिन्नु खुट्टा झार आफै झर खुट्टा झार वैसे झर गुड बोय अब आपा र आमा हामी सेवा गर्दैछ भाइ अब गीत गाइसक्यो अब बाइबल पढ्नुपर्छ ल